गुड मर्निङ आई रियली होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ अहिले छतमा आएको छु इन्ट्रो दिनको लागि राखेको ग्याङ र म कम्प्लिटली रेडी भइसकेको छु होइन। र आज चाहिँ हामीको पुरै ग्रुप चाहिँ ट्रेकिङको लागि निस्किँदैछ राखेको ग्याङ र हामीहरू आज जाने भनेको घोरे पानी हो। आज चाहिँ घोरे पानी पुग्ने ट्रेकिङ गरेर आधा बाटो गाडीमा जाने आधा बाटो ट्रेकिङ 4-5 घन्टाको ट्रेकिङ गरेर जाने र भोलि बिहान उठ्ने बित्तिकै सनराइजको लागि पुन हिल जाने भनेर प्लान बनाएको छ राखेको ग्याङ होइन। र धेरै दिनको प्लानिङ पछि बल्ल आज त्यो दिन आइसकेको छ। फाइनल्ली ट्रेकिङ जानेछु र यो मेरो लाइफको पहिलो ट्रेकिङ छ राखेको ग्याङ होइन। अहिलेसम्म ट्रेकिङ गएको छैन म। सो आइम रियली एक्साइटेड। केटाहरू सबैजना रेडी भइसक्यो। म यहाँ इन्ट्रो दिनु मात्रै माथि आएको एकदम हतार छ राखेको ग्याङ होइन। सो यस आई रियली होप हजुरलाई आजको ब्लग मनपर्छ होला र इफ हजुरलाई मेरो कन्टेन्ट मन परेछ ब्लग मन परेछ भने प्लिज माया देखाइदिउँ, लाइक गरिदिउँ, सेयर गरिदिउँ र प्लिज सब्सक्राइब र बेल नोटिफिकेसन अन गरिदिउँ किनभने ब्लगहरू चाहिँ टन्ने आक्वाई गर्छ त्यही भएर। र यस त्यति नै हो। अहिले चाहिँ म निस्किहाल्छु किनभने केटाहरू सबै रेडी भइसकेको छ होइन। मैले उता ढिलो भएन अहिले नराम्रो हुन्छ त्यही भएर। सो यस लेट्स गो। ल म गएँ ल भोलि पर्सि कहिले पर्सि किनेको पर्सि हामीले यहीँ कुरिन्छ नयाँ पुलको लागि गाडी एकैछिनसम्म यहाँ त बस्नुपर्छ या नयाँ पुलको गाडीमा त उभिएर हुन्न। एभरेज पनि 1 घन्टा त लाग्ला नि होइन नयाँ पुल पुग्न 1 घन्टा लाग्दैन आयो कहाँ नयाँ पुल हो त अनि गाडी चाहिँ आयो भन्न खोजेको अब नयाँ पुल जाने गाडी चाहिँ होइन रहेछ। ल आई हेभ अ भेरी गुड न्युज एन्ड आई अल्सो हेभ अलिकति ब्याड न्युज होइन। कुरा के भने अहिले मैले भने नि अब समर सिजन त्यस्तो ट्रेकिङ सिजन होइन। हामीले बाध्यताले नि अब डिजल बोल्नु पर्छ भने मैले भन्थेँ नि त। यो बुढो अब कि बिहान गऱ्यो भन्दैछु नि त जिपे रिजर्भ गर्नुपर्ने भयो। अनि हाम्रो चाहिँ कस्तो छ भने अहिले चाहिँ हिले भन्ने एउटा ठाउँ छ। हिले भन्ने ठाउँसम्म चाहिँ मात्र जान्छ गाडी। अनि हिलेबाट चाहिँ ढलान गऱ्यो अरे त्यहाँबाट चाहिँ हामीले गाडी चेन्ज गर्नुपर्छ क्या। अनि जस्ट टोटल कस्ट गर्दा हाम्रो 6500 लाग्छ। गरौँ न त बुझ्यो। कुन गाडी डबल गाडी त हाल्नु पर्दैन नि। अब हामीले जिप रिजर्भ गरिसकेको छ होइन। यहाँबाट चाहिँ हामी नयाँ पुलसम्म जिपमै जाने टक्क लाएर त्यसपछि बल्ल हामीको ट्रेकिङ सुरु हुन्छ। गुड न्युज र ब्याड न्युज दुइटै गुड न्युज जस्तो लाग्यो क्या खासै लाने है। पासा कमन यस्तो बाबु साइडमा होइन यो डाल्ने यो हाइलाइट पाउने छ। यसले हक्कर चाहिँ गर्यो त्यो हाइलाइट पाउने छ। म त्यहाँ आएर बिटमा के हि गर्दै बसेको यो यताबाट खिचेर छ प्ले गर टाइम ल्याप्स खिचेको भिडियोको ओ लगेर यस्तो गरी हाम्रो गान्द्रु छ के ल एकैछिनमा त्यत्रो मेरो गरेर एकैछिनमा बाबु काजी भएन हाक पाँच छ बगला 5 रुपैयाँ छैन भाइ 1000 रुपैयाँ दिन न 1000 रुपैयाँ ल के गर्छ सबै 1000 रुपैयाँको रक्सी खानु त रक्सी खानु नर्को के खान्छस् बुढी छ कि छैन गर बुढी गयो कसँग गयो बुढी छैन कारण ए छोरी छैन भनेपछि छोरी छ ल बुढी छैन छोरी छ नयाँ जमाना पैसा सुनको चेन लाएर हामीसँग पैसा माग्छ। त्यत्रो नि मैले सुनको चेन लाइस हामीसँग पैसा माग्दै पर्छ हामीलाई सुन्दे उल्टे माग्दिने के जमानै माग्ने छ। अब त्यस्तै 5 मिनट हिँड्नुपर्छ फेरि। अब 5-7 मिनट हिँडिसकेपछि फेरि अर्को गाडी चढेर चाहिँ 1 घन्टा गाडीमा फेरि ट्राभल गरिन्छ। त्यसपछि हाम्रो ट्रेकिङ सुरु हुन्छ 3 घन्टा। मलाई त पिसाब लाग्यो भाइ दिनु पर्ला। हामीहरू जब गाडीमा त चेन्ज गर्न लाग्यो। हामी आएको गाडी चाहिँ तल छ। अब नेक्स्ट गाडी चाहिँ हामी यहाँ माथिको चढ्ने हो र यहाँ चाहिँ डेन्जर लास्टेड ठाडो उकालो टाइपको भयो नि घाम पनि डेन्जर बेसी लाग्यो। अनि यो 5 मिनटको उकालो चढ्दै डेन्जर गाह्रो भइसक्यो। अब त्यो गाडी चढेपछि 1 घन्टाको ट्राभल हुन्छ।
त्यो 1 घन्टाको ट्राभल हुन्छ त्यो 1 घन्टापछि त हामी नन स्टप 3 घन्टा 4 घन्टा हिँड्नु पर्छ हैन आजको दिन यादगार हुने भयो भोलि गएर भोलि बेलुका जाने बित्तिकै सबै गुटुङ टुङ ढल्छन् होला जस्तो मलाई त टाढो होइन के हो यो खुट्टाबाट होइन यो खुट्टाबाट यता यो पार्टै कस्तो भयो बे अन्त आई ओइ गुरुङ सक्यो अब फर्किने हो ल हाम्रो चाहिँ घोरापानीको ट्रिप यति नै रहेको छ होइन अब हामी चाहिँ फर्किन्छ साथीको के भयो ढाँड सर्केको छ हाम्रो हरामीजीको चाहिँ ढाँड सर्केर अघि नै त के भन्छ ढाड सर्केर यस्तो अब चाहिँ के भन्नुहोस् त अब जाम गाडी आउनु पर्यो तेरो बाजेको मेरो बाजेको नाइटोमा गाडी आउँदैछ गाडी कुर्दैछ हामीलाई तेरो खाजा आइज क्या खाजा भइसकेको छ अब गाडी कुर्दियौँ हामीहरूले होइन गाडी आएपछि निस्किने भनेको लास्टै ढिलो भयो तर यार रेकर्डिङ थिच्न रेकर्डिङ भइरहेको छ ए भइरहेको रेकर्डिङ थिच्नु अरे रेकर्डिङ भइरहेछ रेकर्डिङ थिच्नु अरे ओहो यो तरिकाले त खाएको त सबै पच्छ त एकैछिनमा है गुरुङै मजाले पच्छ त यस्तोहरू त गुराँस फुल्यो दाइ ओ गुराँस नानी पनि फुल्यो कि फुलेर 1 hour later अब यहाँबाट हिँड्न पर्छ ठ्याक्कै 3 घन्टा 3 घन्टा अब हाम्रो केटाहरूको ताल देखेर चाहिँ 4 घन्टा जति लाग्ला जस्तो लागिरहेछ ल यसको साथमा हाम्रो भइसकेको छ यात्रा घोरे पानीको लागि तर ओइ कस्तो दामी हामीले भनेको टाइपले भएको है 30 टाइपको मौसम अलिकति जङ्गलको बिचमा भनेको जस्तो भनेको लक्ष्मीको बास मुरकुट्टा र किचकन्डी डेटिङ आउँछन् बेला मुरकुट्टा अनि किचकन्डी र मुरकुट्टा भन्छ चुप्पाम न भन्छ मुरकुट्टामा टाउकै छैन भन्छ कति हिँड्दा पात्दै तैँले पातेको अझै प्राउडली मैले पातेको रे त्यो यस्तो यस्तो फङ्गसहरू भएको रुखमा लट्ठीहरूमा हजुर त्यसमा सिन्द्रे भन्ने एउटा किरा हुन्छ कि सानो रातो रातो हजुर हो त्यसले टोक्यो भने मच्छर भन्दा नि यत्रो सुनाउँछ प्लस यस्तो चिलाउँछ कि त्यसले त्यसो भएर त्यो फाल्दा भनेको मच्छर कति छिटो सट्ट फालिदिइहाल्यो कि यस्तो वाला रुखहरू हुन्छ सिन्द्रे भन्छ कि त्यसलाई सिन्द्रे सिन्द्रे किरा हुन्छ ओ केटा सिन्द्रे भन्ने हुन्छ रे होइन यस्तो छेउछाउमा ल्याउँछु भएको डन्डा इजिली नसमात्र है सिन्दुरले टोक्यो भने मा कसम सिन्दुर जस्तो रातो हुन्छ रे छाला होइन दाइ सिन्दुर चाहिँ हुन्छ रातो राको कहीँ फोटो खिचिदियो त फोटो हालिदिन्छु म है त्यो हेर्न त्यो असिन के अब हुन्छ नि त्यो हामीले अहिले हेरेर हामी त त्यसले हिँड्न सक्दैन भने हेर त्यहाँ हिँड्ने हेर त्यहाँ हेर उसँग अगाडि गयो त बच्चा बलमान कोही छैन अगाडि हिँड्नुलाई चाहिँ चिलाउनुलाई छ मिलाउनुलाई त्यो खुट्टा त्यो जुत्ता मिलाऊ क्या पुरा हिँडिदिन्छु अहिले एकछिन उ त्यहाँ माथि गएर पछि मलाई बोकेर लैज भन्ने हुन्छ चढ भाइ चढ थाके जस्तो भइसक्यो तर थाके चाहिँ होइन ल म यसो नाटक पारिदिनुपर्छ क्या थाके जस्तो यो त त्यसले आफ्नो भारी बिसाइएर ब्याउनु लाग्छ बिहा कति भारी चाहिँ हेर न खिच त ल त के भयो दाइ खै म बोक्छु नि ब्याग गर्नु छ अरे सक्छ त अब यहाँबाट उयो यार त लाउरे बन्न लाग्छ त मान्नै पर्छ दाइले हद दाइ घरको छ डेन्जर है अति गरौँ नि दाइ अहिले किरा कहाँ के कसरी छिर्छ कनाउने नमिल्ने ठाउँमा कस्तो दामी कि हिँड्दा दामी यस्तो लखराहरू रे केप टाइपको बनेको कि कस्तो भयो है ओए त्यो काल भन्ने फिल्ममा छ नि यस्तो नि ढल्छ नि ठाउँ ठाउँमा यो अगाडिपट्टि तिमीहरूले क्यामेरा देखेको छैन त यस्तो झिङ्गाहरू उडिरहेको छ अगाडिपट्टि होइन ओ यार तर राम्रोसँग ल अलिकति ब्लगरहरूलाई रिस्की छ छेउछाउमा हिँड्नु न ब्लगरहरू त तर यस्तो छेउमा हिँड्ने होइन कि अहिले यतापट्टि हिँड्ने कि अहिले फेरि छेउछाउमा हिँडेको चक्कर फेरि चेउचौ भइयो भने तनाव हुन्छ गडा हो ए आइज है छोटो आइज है लट्ठी पाइस् त नि कता पाइस् भाँचेको नि त्यहाँबाट प्रकृतिलाई सोधिस् प्रकृति म तपाईँको भाँच्छु नि भनेर भाँचिस् ओहो नि पहिलो लाली गुराँस पिङ्क कलरको लाली गुराँस दाइ सेतो कलरको लाली गुराँस नि छ होइन
रातो कलरको लाली गुराँस, सेतो कलरको लाली गुराँस र गुलाफी कलरको लाली गुराँस। ल यहाँ चाहिँ गुलाफी कलरको लाली गुराँस छ टक्क लाएर। घोरेपानीमा चाहिँ गुलाफीको 10-12 वटा प्रजाति छ। घोरेपानीमा गुलाफी कलरको लाली गुराँसको 10-12 वटा प्रजाति छन्। ओहो बाटैभरि लाली गुराँस राखेको कि पुरै नाङ्गे टाटीमा आएको छ। के एउटा गोराले के एक्सपेयर के गोरालाई के एउटा गाइडले यस्तै जस्ट जोक गरेको रे के नाउ यु आर एट नाङ्गे ठाटी भनेर के अनि व्हाट इज दैट मीन भनेर नाङ्गे ठाटी भनेको नाङ्गे रे के नाङ्गे नेकेड यु हैव टु बी नेकेड भनेको त लुगा सुगा गाल्दै हिँड्दै गरे के साच्चै के हो हैन दुईटा लुगा फुकाको उतै रह अन्डरवेयर त राखेको तर अरु चाहिँ बाँकी सब फुकाल्दै राखेको रे लास्टमा त नो वी आर जस्ट जोकिङ भनेको त हाँसेर बुच्चा पर्यो भन्दै के उला अब त्यो कुरीहरुलाई अलिकति हुन्छ नि त अब त्यस्तो भनेपछि अलि मिनिङ सोध्यो नि त त्यसले नाङ्गे ठाटीको के हो मिनिङ भन्दाखेरि अनि नाङ्गे भएर यो ठाटीमा हिँड्ने हो के भनेर भन्दै हो के औला पनि त अब साँच्चै होला भन्नु खाने नि त हैन अनि गर्दिनु परिहाल्यो अरूको ठाउँमा आएपछि राम्रो छैन रिलेजनहरु रेस्पेक्ट गर्नु पर्यो हो सही हो ल गडाउ सुरु गर फोन चार्ज गरेको 200 रुपैयाँ वाइफाई चलाएको 200 रुपैयाँ कहाँ तेलेचुरमा फोन चार्ज गरेको 200 रुपैयाँ अनि वाइफाई चलाएको 200 रुपैयाँ एक हड्केस पानीको 800 रुपैयाँ तातो पानीको पानीको नि अबे अब ग्यासहरु युज हुन्छ नि त कहाँ पाइन्छ तातो पानी त्यसै फ्रीमा तिलुचोमा त ओए पानी तताको 800 रुपैयाँ ओए ससुराले त्यतै बनाउनु पर्छ क्या माला भइहाल्छ त्यसो ओए तिलुचोमा त पानी त 800 रुपैयाँ रे तिलुचोको केटी कोही हुनुहुन्छ भने यसो कमेन्ट गर्नु होला तलपट्टि कस्तो रुखहरु हेर न है नेचुरल ब्युटी त अति बोपालकै हेर्यो ठाउँमा त है कस्तो पुरै माथिबाट पुरै रुखले ढाकेको के कस्तो दामी है अति बोपा ढाकेको वाउ दामी यतातिर खोला पानी बगेको छ खोलामा यतापट्टि खोला यतापट्टि पुरै रुखै रुखहरू यतापट्टि काम नलाउने मान्छे यतापट्टि सेक्सी बोय यतापट्टि चाहिँ ब्लगर यतापट्टि चाहिँ लट्ठी देख्ने मान्छे पछाडिपट्टि चाहिँ कामदा यता उठाइसकेको छ रामेको नाति आफ्नै जान कसले तान्दियोस् तेरो जान कसले जान्छ मुख छ्याप पारेको गर्नु क्या है अति आनन्द फिल हुने हात हालिरहन खाइदिई बस्नु हुने आम फाल्दै बस्नु हुने खुट्टा हाल्न मन लागेको यो यस्तो चिसो पानीमा है भित्रैबाट के इनर्जी आएको क्या पानी हालेको त अब साम खतरा मजा आउँछ भने दिमागै चिसो भइरहेको यस्तो हाम फाल्दैन त एकचोटि हो हाम फाल्दैन सकिन्न लास्टै चिसो हो डेन्जर छ भने एकचोटि हाल्नु न खुट्टा मजा आउँछ म जुत्ता खोल्नुपर्छ हलाउँछ जुत्ता खोले फेरि मजा लाएर फेरि जुत्ता लाउनुपर्छ नि त्यही नै हुन्न पौडी त काहीँले दाइ हिम्मत हुनु पर्यो 30 सेकेन्ड मात्रै 30 सेकेन्ड ओइ के हो अर्का त यार अति यार केटा हाम्रै पर्यो न ओए गुरुङ एकचोटि आऊ के ओए चिसो भयो आऊ के एकचोटि आऊ के गुरुङ आऊ जुत्ता भिज्यो यस्तो एकचोटि फ्रेस एकचोटि सधैँ आउने कुरो होइन एकचोटि आऊ के यस्तो खुट्टै छैन जस्तो फिल हुन्छ यार केटा हो फर्स्ट बाइट होला खुट्टा दुख्छ होइन र आइज गुरुङ एकचोटि त यो मलाई नसे चल्दैन यार अरू हट स्प्रिङ जान्छ हामी कोल्ड स्प्रिङ जाने बहिनी गाह्रो दिस इज कॉल्ड बिजनेस 1 घण्टाको लागि ब्याग दिएको एउटा कोकले एउटा कोक खुलाइन्छु के अरे एउटा कोक दिन्छु म त्यसले 1 घण्टाको ब्याग बोक दिन्छ अरे ओहो नि
सबले को खुलान्छ गुरुङ सबैको ब्याग भित्ते गुराँसको जुस छ गुराँसको जुस पनि हुँदो रहेछ थाहा छैन हैन यसो आज चाहिँ ट्राई गर्नु दाइ गुराँसको जुस के हुन्छ नि दाइ भिडियो त हैन ल पोर हुँदैछ अब गुराँस ल रुन्द्रेन्द्रनको तपाईँ चाहिँ एउटा गेमिङ गर्नुहुन्छ कि हजुर कोले मैले हो दाइ म गेमिङ गर्छु केटा देख्यो यहाँसम्म चिम जान्छ क्या मिठो यार दाइ दाइ ल दाइ ल ल राको ग्याङ ल दाइ ल ल जाउँ ल खुसी लाग्यो अर्को राको ग्याङको मेम्बर भेटिरहेको हामीलाई सर बने दाइ चाहिँ होइन टक्क लाएर नाइस अर्को दाइ हाम्रो कति टाइम लाग्छ घोरे पानी पुग्नु अझै 2 घण्टा अब यहाँबाट 2 घण्टा अब यहाँबाट 2 घण्टा हो दाइ हजुर 1.5 घण्टा बढी भनेको ए 1.5 घण्टामा हो 1.5 बढी भनेको 2 1.5 बढी भनेको 2 ए रमाइलो गरी पुग्न लाग्यो ल लाले ग्रास यसको भित्र जरामा हुन्छ कि रस हो गुल्ले गुल्ले हुन्छ जस्तो एउटा खान्छ त्यो नाक ओए यार ओपी हान्ने यार चस्मा दे जन बस्नु नि भने मान्छे जन दुख्छ बस्नु भने जन जाम भयो भने जाम भयो भने यो घरलाई नितरेर जुस निकालेर खानु दियो क्यामेरा त लिन आउनै पर्यो रागोको खलक आयो यी रागे रागो आयो खोइ त रागो त्यो रागो त्यो उता मुख देखा टुकुर देखा उहाँ ओ तेरो खलक आएछ आइज यहाँ मेरो बेल नोटिफिकेसन रहेछ त यहाँ त जीवन तेरो खलको ओइ मेरो घन्टी पनि रहेछ त्यहाँ त ल आइसकेको छ हामीहरू फाइनलै पक्यो छ चप्पल लाएर ट्रेकिङ हान्ने त अहिले चप्पल लाएर ट्रेकिङ हान्ने यार चप्पलै चप्पल लाएर हाइटमा आइदियो ओ हेर त ल जाँते ल जाँते 360 हेर ल क्या मजाको गाउँघरहरू लाली गुराँसहरू मजाले सहरको काम यताउता होइन कम्प्युटर अगाडि बस्दा होइन सहर यताउता हर्न सुन्दा हैरान भएर यसो कहिले टाइम बिचमा टाइम निकालेर आफ्नो लागि पर्सनल टाइम निकाल्नुपर्छ है निकालेपछि यस्तो आएपछि एकदमै फ्रेस अब माइन्ड फ्रेस भन्छ मलाई इनर्जी आउँछ अरू काम गर्नलाई यहाँबाट गएपछि मलाई काम गर्ने डेन्जर जोस आउँछ इनर्जी आउँछ होइन यो भनेको इनर्जी ड्रिङ्क हो एउटा कपाल यी लोकल कुखुराहरू कुन दाइ यही हो दाइ हो नि हामीहरू आफ्नो होटलमा आइसकेको छौँ अति नै बबाल अति नै ठुलो रहेछ मलाई एक्सपेक्ट गरेको थिएँ यस्तो सायद ठाउँकै छैन ठुलो होला र जस्तो देख्दै थियो क्यामेरा पुरै बाफ पुर्न लागिसक्यो गर्मी भएर चाहिँ तर बाफ फुटिरहेको छ मुखबाट जाडो भएर चिसो हावा चलेछ लास्टै बाहिरपट्टि 12 बजीको पनि गर्न मिल्दो रहेछ र होटल चाहिँ यही हो कति बल छ ओ पासाहरू चाहिँ अझै तल छन् तिनीहरू आउँदैछन् ओए त्यो पासाहरू कोही त आएन ओए पासाहरू त मलाई जहाँसम्म त पासाहरू त यहीँ होटल यहीँ 2 मिनट पनि थिएन त्यहीँ बसेको थियो हामीलाई कहाँ थाहा छ त बाटो नि ऊ होटल त्यो उतो रहेछ बवाल रहेछ 210 उठायो होइन टक्क लाएर कोजी टाइपको टक्क लाएर भट्ट खाएर 200 का डिजाइन सिजाइन सबै एउटै त हो नि होइन सँगै बस्ने को कता सुत्ने भन्ने दुईटा बेड हजुर गफसप गर्ने सुत्नमा त छुट्टै जाने त हो दाइ मेरो पासा
ल खाना आइसकेको छ तातो ओहो मरद पस्ने भयो त वाम पस्ने भयो त गुरुङ आज यत्रो वाम भवाल ल दाइले ल्याउँदै हुनुहुन्छ तातो मिठो दाइले तातो खाना खाने ल तातो लास्टै टन्न खायो लास्टै मिठो होइन कता गाह्रो भयो धेरै गाह्रो कहाँ मिठो के अति मिठो है एकदमै वर्थ ओ के हो लास्टै धेरै मजाले खायो बबाल मिठो बोबाल लास्टै है सँग झ्यापमै छ मिठासको झ्यापमा छ सँग मिठासको झ्यापमा छ अब हामी एकछिन आगो ताप्छौँ एकछिन आगोमा बस्छौँ किनकि यहाँ जाडो रहेछ कि अलिकति जाडो छ कि अब एकछिन यसो टक्क लाएर यहाँ खुट्टा राख्ने आगोमा यतापट्टि हो यतापट्टि खै म देखाउँछु यतापट्टि चाहिँ टक्क आगो सागो दाउरा सोरा हाल्ने ठाउँ यता रहेछ होइन यताबाट खोलेर दाउरा हाल्ने नि यो कस्तो मजाको तातो यहाँ अब यस्तरी बसेर टक्क लाएर यस्तरी पाइता लाएर त्यहाँ नछुनी गरेर भनेर चोइतिर राखेँ मैले नछुनी गरेर टक्क यत्तिकै राखेपछि तातो हुन्छ हामीहरू सबैजना माथि आइसकेको छ अब सबैजना अब सुत्ने नै होला यसको रामेको नाति कस्तो ज्याप छ यार निन्द्रले ज्याप भइसक्यो थके लाएर हो कि शाहरुख खत्री चाहिँ ल जाम सबैको रुममा पाला जाम यसो गुड नाइट भन्नु लगाम केटालाई अब लास्टै थाकिएछ रागो क्या भुजा पनि अति खायो एकैछिन आगो ताप्यो 15 मिनट जस्तो पसा गुड नाइट ढुङ के अरे हरामी गुड नाइट पेटमा सब सेन्टिफ्ल्याट भइसक्यो केटा भन्नै पर्दैन म पनि अति थाकेको छु म पनि कति बेला सुत्न भइसक्यो त तर अभियसली र यतापट्टि को छ यतापट्टि चाहिँ ल गुड नाइट चुप दे फ्ल्याङ्किस सोचेको लेन्स अगाडि आम कि फ्ल्याङ्किस दि भनेर सोचेको रामेको नातिले अनि त्यहाँबाट चाहिँ अब चाहिँ हामीहरू चाहिँ सुत्ने हो रहेको क्या होइन सो यस म अब यो ब्लग चाहिँ यो आजको चाहिँ कहानी यहीँसम्म बन्द गर्छु र भोलि बिहान चाहिँ होपफुली घाम लाग्यो भने चाहिँ पुनिल जानुपर्छ र अब चाहिँ ट्रान्जेक्सनमा यस्तो घुमेर ट्रान्जेक्सन गर्छु भोलि बिहान 4:30 बज्छ है त ल है 1 2 3 गुड मर्निङ सबैजनालाई गुड मर्निङ सबैजना उठिसकेको छ हामीहरू पुनिल जानुलाई सबैजना रेडी भइसकेको छौँ होइन लास्टै जाडो छ सोचेको भन्दा पनि अलिक सर्ट्समा पुग्छु मैले एक्स्ट्रा कपडा पनि ल्याएर जेरिमीले एक्स्ट्रा कपडा पनि ल्याएन सर्ट्समा छ हामीहरू होइन त्यही भएर हिँड्दा गर्मी हुन्छ भनिसकेको केटाहरूले लास्टै अँध्यारो पनि छ धेरै बेस्तरी पनि बोल्दैन म किनभने अरू गेस्टहरू अरू गेस्ट त सधैँ छ हामी नै हो यो लट्टाइ सो मच अब टक्क लाएर पुनिमा जाने सनराइज हेर्ने त्यहाँ चाहिँ चिया खाएर टक्क लाएर होइन टाइम ल्याप्स टाइपको पनि आउँछु म र बाहिर चाहिँ अब अँध्यारो छ अति नै अँध्यारो छ भित्र लाइट भएर मात्र अलिकति यतिकै देखेको छ रहेको क्या होइन बाहिर एकदमै अँध्यारो छ त्यही भएर चाहिँ भिडियोहरू चाहिँ खिच्न मिल्दैन होला अलिकति उज्यालो हुँदा म खिच्छु होइन र त डाइरेक्ट म टपमै जान्छु डाइरेक्ट है सो यस लेट्स गो गाइज ल रहेको क्या हामीहरू चाहिँ अलिकति रेस्टिङ प्लेसमा आइसकेको छ रेस्ट गर्ने ठाउँ आइसकेको छ हल्का बिचमा ग्यापको लागि पछाडिपट्टि चौतारा पनि छ र यो ठाउँबाट पनि भ्यू फेरि त्यस्तै छ जता आएर त्यतै रोडोडेन्डन छ पट्टा आएर पछाडिपट्टि जहाँ त्यसलाई जता आएर त्यतै बबाल भ्यू छ र अघि नै गर्दा धेरै उज्यालो भइसक्यो होइन जम्मा 10 मिनट मात्रै हिँडेर जस्तो लाग्थ्यो अघि नै डेन्जर अँध्यारो थियो नि त बाहिरपट्टि क्यामेराले केही खिच्न मिलेको थिएन अहिले चाहिँ एकदमै उज्यालो भइसकेको छ अहिले जस घाम आउन लागिसक्यो त्यही भएर चाचाडी हिँड्नु पर्ने हुन्छ हामी चाहिँ होइन यहाँ माथि पुनिल चढ्ने यो पाथ पनि कस्तो बवाल के पुरै रोडोडेन्डन लालीगुराँस भएको बिचबाट बाटो जाने कस्तो छ जेरिमी ठाउँ बवाल छ नि ब्रो रामेको नाति सोचे चाहिँ जिन्दगी रहेनछ राको ग्याङ फाइनल्ली वी गाइज मेड इट अन द टप अफ द पुनिलको टपमा छ हामीहरू अब एकछिनमा सनराइज पनि हुन्छ सनराइज त भइसकेको छ होइन तर अलिकति कस्तो भने कोही खत्री तार फाइनल्ली पुग्यो
केटाहरू त सायद त्यो पासा गुरुङ केटा हाम्रो केटाहरू होइन पासा गुरुङ र हरामी त फर्के जस्तो मलाई जहाँसम्म छ अति नै ठाडो उकालो थियो होइन तर हामीहरू चाहिँ पुगिहाल्यो म जेरेमी पुकार र खत्री चाहिँ पुग्यो के अरे यहाँ मान्छेहरू पनि टन्नै छ पछाडिपट्टिहरू त मान्छेहरू टनाटन छैन ह्याप्पी बर्थडे चलिरहेको छ ह्याप्पी बर्थडे चलिरहेको छ ओ माई गॉड Imagine the candles. के खाने हो कस्तो खाने हो मसाला टी रे लेमन टी ब्ल्याक कफी मिल्क कफी के खाने हो मिल्क टी कि मिल्क ब्ल्याक कफी कि ब्ल्याक कफी म ब्ल्याक खान्छु अहिले ब्ल्याक कफी म ब्ल्याक कफी खानु होला है यता स्टुडियो हाल्नको लागि घनघोर मेहनत हुँदै है ल फोटो जस्तो आइसकेको छ हामी चाहिँ कुनी लागिसकेको छौँ होइन त्यस्तै आधी घन्टादेखिबाट 45 मिनट लाग्यो होला हामीलाई हिँड्न चाहिँ लास्टै गाह्रो बिहानको टाइममा होइन चिसोले गर्दाखेरि धेरै नै त्यो हुन्छ नि एकदम थाक्यो क्या चाँडै त्यो चिसो हावा खाएपछि चाहिँ एकैछिन थाकिन्छ क्या त्यसले गर्दाखेरि चाहिँ अलिकति गाह्रो भयो आउनलाई चाहिँ तर आइपिओ पछि चाहिँ पुरै हुन्छ नि एकदम यस्तो खतरा छ होइन सिन यस्तो बवाल छ घाम पनि ठ्याक्क लागिरहेछ होइन हेर्नु पनि मजा आइरहेछ हिमालहरू पनि ठ्याक 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 देखिरहेको छ सबै हिमालहरू होइन सबै हिमाल मजाले देखेको छ एकदम राम्रो भ्यू छ है एकदम राम्रो भ्यू छ ठाउँ पनि एकदमै राम्रो छ कसैले घुम्न आउनुपर्छ भने बिन्दास भएर केही नसोचिकन आयो हुन्छ खतरा छ रिग्रेट चाहिँ हुँदैन क्या यो ठाउँ आयो भनेर तर गुचे हगेर आउनु होला तलै हगेर आऊ गुचे आधा बाटो आएर गुलायो भने माथि चढ्ने कि तल फाल्ने कन्फ्युज इन्स्टाग्रामलाई फोटो खिच्नेहरू बसिरहेको छ केटाहरू यही छन् सबैजना यही छन् 5-4 अघि नै गुरुङहरू चाहिँ तल फर्किसक्यो यतापट्टि फोटोसोटो खिचिरहेको छन् रमाइलो छ अति नै अनि यतातिर चाहिँ अलिकति टुरिस्टहरू पनि छ होइन टन्नै हैच एउटालाई पट्टाइदिनुपर्छ क्या हो यतैबाट विदेश गइदिने अनि भिसा हान्दिने त्यो एउटाले मलाई हेरिरहेको छ ठाडै बुझेको केही छैन रामेन बुझेको केही छैन मलाई आँखामा आँखा हेरिरहेको छ एउटाले टोयलेट कटिसकेको थियो नि त त्यहाँको बिचमा टोयलेट थियो पुरै त्यहाँ होइन आएन कि मनी आधा बिच आएको फर्कियौँ कि फेरि माथि चढाउँ भयो कि आधा बाटोमा कि फर्किएर फेरि ढिलो चढ्छु पुरै सिधै मुनि झर्ने बेला त्यहाँ अब त्यहाँ जब त्यो गाह्रो भयो त्यही गर्छु नत्र होटेलमा जान्छु तर होटेलमा अब त ठिकै छ पुडिलबाट झरिसकेको छ होइन झरी बित्तिकै मैले ब्लग गरेर म त एकदमै थाकिरहेको थिएँ खुट्टा सुट्टा फ्रेस भएर आइसकेको छु र दाइले चाहिँ मिठो खाजा रेडी गरिदिइसकेको छ यसको नाम चाहिँ तिब्बतियन ब्रेड रे होइन यो तिब्बतियन ब्रेड हेर्नु कस्तो हेर्दा नि नमिठो भयो नि होला जस्तो यतापट्टि चाहिँ अन्डा यो एकदमै खतरनाक अन्डा भित्र पहेँलो हुन्छ अरे अन्डाको र यो तरकारी भइहाल्यो र यतापट्टि कालो चिया केराहरू सबैजना आइसकेको छ अब एकैछिन ब्रेकफास्ट मजाले गर्ने रहेको क्या अनि त्यसपछि चाहिँ एकैछिन जस्तो रेस्ट गर्छु अनि त्यसपछि चाहिँ हामीले चाहिँ सबैजना चाहिँ निस्किने हो कि होइन अब मलाई धेरै वेट गर्नु मन छ म खाइहाल्छु है ल दाइ भाउजूलाई पनि नमस्ते अब निस्किन लाग्यो हामी पनि थ्याङ्क यू सो मच फर द सर्भिस एकदमै मिठो थियो सबै कुरा है त है ल थ्याङ्क यू सो मच ल पोखरा फर्किने है त ल है जानुपर्छ बाई बाई ल रागो ग्याङ यति नै हो यो भोरे पानी र पुन हिलको यात्रा चाहिँ हाम्रो यतिसम्मै अब चाहिँ हामीले यहाँबाट सिम्पली हिँडेर गएर पोखरा फर्किने मात्र हो त्यो चाहिँ खिचिराख्नु पर्छ जस्तो लाग्दैन मलाई होइन त्यही भएर चाहिँ यसको यति बाई भन्नु लगाइदिउँ ब्लगमा पनि अब यति गरिदिउँ र यस आई रियली होप हजुरहरूले हाम्रो यो ब्लग मन पराएर एकदमै लामो ब्लग हुनेछ 25-30 मिनटको हुन्छ सबै हेरिदिनु भएको छ होइन लाइक गर्नु